शेयर ओके ल मैले स्क्रिन शेयर गरे ल त देखिन्छ ओके आज हामीहरुको टपिक छ भर्चुअल मेमोरी भर्चुअल मेमोरी भनेको के हो त भर्चुअल भनेको के हो मलाई भन त This virtual means illusion actually. Illusion त थाहा छ नि illusion भनेको illusion हो illusion सेकेन्डरी मेमोरी पनि हैन illusion हो खासमा के हुन्छ भन्दा हामीहरुको RAM कति GB को छ 5 GB को छ नि RAM और 4 GB को छ सपोज 4 GB को 4 GB को हामीहरुको RAM छ भने हामीले कोही बेला मल्टी प्रोग्रामिङ गर्दाखेरि हामीले 16 GB को प्रोग्राम पनि रन गरिरहेको हुन्छ कि हुँदैन RAM को क्यापासिटी जति GB हो त्यति GB के हामीहरुको के गर्छ CPU ले प्रोग्रामलाई एक्जिक्युट गर्ने हो किनभने तिमीहरुको RAM भनेको वर्किङ स्पेस हो एक्चुअली तिमीहरुले कसरी बुझेको छ RAM भन्ने बित्तिकै मेमोरी मात्रै होइन यो वर्किङ स्पेस हो वर्किङ स्पेस RAM भनेको के अरे वर्किङ स्पेस जस्तो तिमीहरुले कपीमा लेख्छौ नि जस्तो अर्को तरिकाले म भनिदिन्छु मैले तिमीलाई पढाइरहेको छु हेर मेरो क्रोम छ क्रोम कहाँ खोलेको छ मेरो कम्प्युटरमा काहीँ न काहीँ त खोलेको हुनु पर्यो होला नि त्यसलाई त स्टोर गर्नु पर्यो नि चलाइजेललाई हो कि हैन म क्रोमबाट क्लास लिइरहेको छु त मेरो यो क्रोम खुल्छ RAM मा कहाँ खुल्छ RAM मा मैले पीपीटी खोलेको छु पीपीटी पनि खुल्ने भनेको RAM बाटै डिस्प्ले गर्ने हो RAM मा खुल्छ अनि RAM बाट देख्ने हो जस्तो तिमीहरुको कपी छ यो तिमीहरुको कपी भयो तिमीहरुले कपीमा लेख्छौ यही कपीबाट पढ्छौ कि पर्दैन भन त यही कपीमा लेख्छौ यही कपीबाट पढ्ने हो नि तिमीहरुले भनेपछि यो कपी तिमीहरुको के हो भन्दा वर्किङ स्पेस यु क्यान राइट एनीथिङ इन दिस योर कपी तर तिमीहरुको कपी चाहिँ के हो भन्दाखेरि नन भोलाटाइल हो किनभने कपीमा लेखेको चीज तिमीहरुले मेट्दैनौ सर्टेन टाइम पछि कपीको पेज फिल हुन्छ सबै पेज सकिन्छ पेज सकेपछि कपी फुल हुन्छ फुल भएपछि तिमीले न्यू कपी लिन्छौ तर RAM मा चाहिँ के हुन्छ भन्दा RAM चाहिँ तिमीहरुको वर्किङ स्पेस हो RAM मा चाहिँ RAM भोलाटाइल हो ओके हैन भोलाटाइल भएकोले गर्दाखेरि अहिले एकछिनमा तिमीले के लेख्यो एकछिन पछाडी त्यो उडेर जान्छ कसरी उडेर जान्छ भन्दा तिमीले लेखिजेल कम्प्युटर टर्न अन भइजेलसम्म त्यो RAM मा रहन्छ र तिमीले कम्प्युटर रिस्टार्ट गरेपछि के हुन्छ यहाँ भएको RAM मा भएको चीजहरु उडेर जान्छ अब यहाँ हेर म क्रोम पनि चलाइरहेको छु पीपीटी पनि चलाइरहेको छु अरु प्रोग्रामहरु चलाउँछु त्यो सबै खुल्ने भनेको त RAM मा हो नि हो कि हैन अनि RAM भनेको हामीहरुको के हो मेन मेमोरी हो एक्ज्याक्टली RAM भनेको हामीहरुको मेन मेमोरी हो जुन चाहिँ CPU ले डाइरेक्टली एक्सेस गर्छ सो हामी RAM लाई प्राइमेरी मेमोरी पनि भनिन्छ के पनि भनिन्छ प्राइमेरी मेमोरी पनि भनिन्छ अब यहाँ हेर भर्चुअल मेमोरी चाहिँ के हो त अब यही RAM हो हामीहरुको भर्चुअल मेमोरी एक्चुअली किनभने RAM 4 GB को छ तर म 16 GB को प्रोग्राम खोल्छु यो 16 GB को प्रोग्राम कहाँ हुन्छ भन्दा सेकेन्डरी मेमोरी मा हुन्छ कहाँ हुन्छ 16 GB को जुन प्रोग्राम छ 16 GB को त्यो चाहिँ सेकेन्डरी मेमोरी मा हुन्छ
तर सीपीयूले हामीहरुको सेकेन्डरी मेमोरीलाई एक्जिक्युट गर्छ त? क्वेशन्स फर यु, डु सीपीयू run this the program in secondary memory? यो सेकेन्डरी मेमोरीमा 16 GB को प्रोग्राम छ। यो मेरो रेम भयो, यो प्रोग्राम है, यो 16 GB को प्रोग्राम छ। रेम भयो मेरो 4 GB। अब सीपीयूले केलाई एक्सेस गर्छ? रेमलाई। रेम सेकेन्डरी मेमोरी। अब तिमीलाई प्रोग्राम चाहियो भने कहाँबाट प्रोभाइड गर्छ भन्दाखेरि सेकेन्डरी मेमोरीबाट प्रोभाइड गर्ने हो। ओके हैन? जब तिमीलाई सीपीयूलाई प्रोग्राम चाहिन्छ, सीपीयू it looks program for the RAM. But if the program is not in the RAM, the program should merge from the secondary memory to RAM. Okay हैन? सेकेन्डरी मेमोरीबाट रेममा प्रोग्राम आउँछ अनि त्यही प्रोग्राम सीपीयूले एक्सेस गर्ने हो। ओके हैन? हो नि? जस्तो तिम्रो अपरेटिङ सिस्टम कहाँ हुन्छ? ओएस। ओएस सेकेन्डरी मेमोरीमा हुन्छ। ओके हैन? जब सीपीयूले यो अपरेटिङ सिस्टमलाई एक्जिक्युट गर्नु छ, त्यो अपरेटिङ सिस्टमको फाइल्सहरु तिमीहरुको र्याममा पहिले लोड हुनुपर्छ। कहाँ लोड हुनुपर्छ भन्दैन नि त? रेममा लोड हुनु पर्यो। ओके हैन? अनि रेमबाट चाहिँ अनि सीपीयूले त्यसलाई एक्जिक्युट गर्ने हो है। अब हेर, तिमीहरुको यो ओएस कति जीबी को हुन्छ भन्दाखेरि 32 जीबी सम्मको ओएस हुन्छ सिस्टम फाइल्सहरु। अब यो 4 जीबी सबै 32 जीबी मेरो यो 4 जीबी मा अट्छ त? क्वेशन्स फर यु, अट्छ? अट्दैन। अब के गर्छ भन्दा भर्चुअल मेमोरीको कन्सेप्टमा यहाँको पार्ट स्मल पर्सन गर्दै रेममा ल्याउँछ अनि रेमबाट सीपीयूले त्यसलाई एक्जिक्युट गर्छ। अनि जुन अघि ल्याएको जुन एक्जिक्युट भइसकेको इन्स्ट्रक्सन छ नि, त्यो फेरि स्वेप आउट गरेर फेरि कहाँ राखिदिन्छ? सेकेन्डरी मेमोरीमा राखिदिन्छ। फेरि अर्को पर्सन जुन चाहिन्छ सीपीयूलाई त्यो ल्याउँछ, त्यो एक्जिक्युट गर्छ अनि फेरि त्यसलाई रिटर्न ब्याक कहाँ राखिदिन्छ? सेकेन्डरी मेमोरीमा राखिदिन्छ। अब यहाँ हेर, हाउ यु फिल? यु फिल लाइक दैट you are using the 16 GB memory, high memory use गरे जस्तो फिल भयो कि भएन? जबकि तिमीसँग रेम 4 GB को मात्रै थियो, 16 GB को प्रोग्रामहरु चाहिँ के गर्न सकिरहेको छु? ओपन गर्न सकिरहेको छु। ओके हैन? और यो 32 GB भन्यो भने 32 GB केही पनि सम्भव हुन्छ। तिमीहरुको सेकेन्डरी मेमोरी जतिको छ त्यति नै हुन्छ। तर ल्याउँदाखेरि चाहिँ पर्सन अफ प्रोग्राम स्वैपिङ इन स्वैपिङ आउट गर्दै तिमीले एक्जिक्युट गर्न सक्छौ बिट्विन RAM and secondary memory, which will give you the feel like that you are using the higher memory capacity. Okay, so this virtual memory actually it do not exist. Do not exist. अस्ति मलाई कसले भनेको छ सर यो भर्चुअल भनेको त डु नट एक्जिस्ट बट वी फिल लाइक इट एक्जिस्ट हो कि हैन? मलाई अस्ति कसैले त्यसै भनेको थियो सर भर्चुअल भनेको डु नट एक्जिस्ट बट वी फिल लाइक दैट एक्जिस्ट। सो 4 GB को छ तर हामीले 32 GB वा 16 GB एक्जिस्ट के गरिरहेको छौं? युज गरिरहेको छौं। यो फिगरमा हेर्ने हो भने त ओके हैन? 4 GB को 4 GB को रेम छ तर हामीले चाहिँ के गरिरहेको छ? 16 वा 32 GB को 32 GB को प्रोग्राम खोलिरहेको छु 4 GB को रेममा। यो स्वैप इन स्वैप आउट गर्दै
ओके नि, स्वेप इन भनेको ऱ्यामतिर ल्याउनु, स्वेप आउट भनेको सेकेन्डरी स्टोरेजतिर लानु। अब सीपीयूले भनेको चाहिँ तिमीहरूको यही ऱ्यामबाट एक्सेस गर्ने हो। ओके हैन। सो तिमीले 32 GB को ओएस खोल्दाखेरि हाउ विल फिल इन 4 GB को ऱ्याम छ तर हामी 32 GB को अपरेटिङ सिस्टम खोल्दै छौं अरे, हेर त सम्भव छ त? यतिकै 4 GB मै हाल्नु भने त सम्भव हुँदैन नि, हुन्छ त? तर पर्सन अफ प्रोग्रामलाई हामीले ल्याउँदै एक्जिक्युट गर्दै ल्याउँदै एक्जिक्युट गर्दै थोरै थोरै ल्याउँदै यहाँनेरि गर्ने हो भने हामीहरुको के हुन्छ, थोरै गर्दै हामीले पास गर्ने हो भने हामीले के फिल गर्छौं भन्दा वी आर युजिङ द हायर मेमोरी स्पेस। हामीले चाहिँ हायर मेमोरी स्पेस, एक्जिस्टिङ मेमोरी स्पेस भन्दा हायर मेमोरी स्पेस चाहिँ युज गरिरहेको फिल गर्छौं। सो त्यही इल्युजनलाई हामी के भनिन्छ? इल्युजनलाई हामी के भनिन्छ? भर्चुअल। And memory means storage. That means we'll feel the illusion of using the higher storage here. Okay, in virtual memory. Virtual memory ma ke raisa, we'll feel like the illusions of using higher storage. This storage is, मैले कुन स्टोरेज को कुरा गर्दैछु हेर त? 4GB कुन लेखेको थिए? हो, यो स्टोरेज भनेको मेन मेमोरी हो। ल, व्हाट इज भर्चुअल मेमोरी? भर्चुअल मेमोरी इज द मेकानिजम व्हिच प्रोवाइड्स अस द इल्युजन्स, ओके, of that we are using the higher memory, higher main memory storage then that exists really, okay हैन? हो नि, हामीले इल्युजन फिल गर्छौं हायर मेमोरी युज गरे जस्तो, जबकि हामीसँग लोअर स्टोरेज मेन मेमोरी छ, 4 GB छ तर हामीले चाहिँ 32 GB युज गरिरहे जस्तो फिल गर्छौं, ओके हैन? सो दिस इज द भर्चुअल मेमोरी एक्चुअली। व्हाट इज भर्चुअल? भर्चुअल मीन्स के रहेछ भर्चुअल भनेको? इल्युजन। मेमोरी भनेको हजुर ओके, क्लाउड स्टोरेज भनेको चाहिँ क्लाउड चाहिँ फेरि रियल एक्जिस्टेन्स हुन्छ। तिमीले सर्भरबाट डेटाहरु डाउनलोड गरेको छौ? सर्भरबाट युज गरिरहेको छ नि, सर्भरमा चाहिँ तिम्रो रियल स्टोरेज हुन्छ कि हुँदैन? हुन्छ। सर्भरमा एउटा हार्ड डिस्क त हुन्छ नि। हो, सर्भर कसको? तिम्रो आफ्नै कम्प्युटर हो? होइन नि। सर्भर भनेको समवन एल्स, थर्ड पर्सन को कम्प्युटर हो। यानी क्लाउड स्टोरेज भनेको चाहिँ हामीले कसैको कम्प्युटर चाहिँ भाडामा लिएर भाडामा उसको सेकेन्डरी स्टोरेज युज गरे जस्तो क्लाउड स्टोरेज भनेको चाहिँ। क्लाउड स्टोरेज भनेको चाहिँ त्यो नेटवर्कमा हो। यहाँ चाहिँ यो हामीहरुको क्लाउड स्टोरेज जस्तो होइन, यो भनेको चाहिँ इल्युजन हो। तिम्रो कम्प्युटर भित्रको कुरा गरिदैछौं हामी। यो इन दिस योर कम्प्युटर, तिम्रो कम्प्युटर भित्र एउटा हार्ड डिस्क छ है, 512 GB को सपोज। त्यहाँ भित्र तिम्रो एउटा र्याम छ 4 GB को, ओके 4 GB को। सीपीयू छ, यो सीपीयू छ। मैले तिम्रो कम्प्युटर बाहिरको कुरा गरेको छैन। क्लाउड भनेको तिम्रो कम्प्युटर बाहिरको चीज हो। त्यो चाहिँ तिमीले थर्ड पर्सनको यहाँनेरि कम्प्युटर छ, यो कम्प्युटरमा तिमीले फाइलहरु राखेको छौ, यो फाइललाई चाहिँ तिम्रो कम्प्युटरबाट एक्सेस गर्छौ भने त्यो चाहिँ तिम्रो क्लाउड कम्प्युटिङमा पर्छ, यानी क्लाउड स्टोरेजमा पर्छ है त। अब बुझ्यौ? हामी तिम्रो कम्प्युटर भित्रको कुरा गर्दैछु। तिम्रो कम्प्युटर भित्र के छ हेर त? 4 GB र्याम छ, 512 GB के छ? हार्ड डिस्क छ। हार्ड डिस्क छ। यो 512 GB मा पनि 32 GB चाहिँ
ओएस हुन्छ। तिमीहरूको कम्प्युटरलाई खोलेर हेर्ने 16 GB कि त 32 GB को ओएस हुन्छ। मलाई एक्ज्याक्टली थाहा भएन। 16 GB को चाहिँ सिस्टम हुन्छ है, सिस्टम सफ्टवेयर। अब त्यो सिस्टम सफ्टवेयर त चलाउनको लागि सीपीयू ले एक्जिक्युट गर्नुपर्छ सिस्टम सफ्टवेयरलाई, पर्छ कि पर्दैन? पर्छ नि। सिस्टम फाइल्सहरु ओपन गर्नु पर्यो नि तिम्रो कम्प्युटरलाई युज गर्नको लागि सीपीयू ले। तिम्रो यो हार्ड डिस्कमा भएको सिस्टम सफ्टवेयरहरु रेममा आउनु पर्यो सीपीयू ले एक्जिक्युट गर्नको लागि। तर रेम त 4 GB को मात्रै छ। पुरै 4 GB मा यो 32 GB अट्छ? अट्दैन। यो भनेको त 32 लिटरको जुन भाँडो छ त्यो 32 लिटरको भाँडोको पानी चाहिँ 4 GB को 4 लिटरको 32 लिटरको जुन पानीको भाँडो छ तिमीले 4 लिटरको भाँडोमा खन्याउँदाखेरि अट्छ? अट्दैन नि। सिमिलर भयो। अब यो नअटेपछि के गर्छौ भन्दाखेरि तिमीले त्यो 32 लिटरबाट पहिले 4 लिटर तिम्रो अर्को भाँडोमा खन्याउँछौ। त्यसपछि कुनै कहाँनेर लानुपर्ने त्यहाँ लान्छौ। अनि फेरि अर्को 4 लिटर ल्याउँछौ। फेरि त्यो ठाउँमा पुर्याउँछौ। गर्दै गर्न सकिन्छ कि सकिँदैन? 4 लिटर गर्दै। या 4 लिटर पानीलाई तिमीले प्युरिफाई गर्नु छ है। 32 लिटर पानीलाई तिमीले प्युरिफाई गर्नु छ एकछिनको लागि। अब त्यो मध्ये पहिले यो सीपीयू भनेको प्युरिफायर भयो एकछिनको लागि है। अब के गर्छौ भन्दा तिमीले पहिले 4 लिटर पानी ल्याउँछौ। यो 4 लिटरको भाँडामा राख्छौ अनि प्युरिफायर युज गरेर त्यसलाई प्युरिफाई गरिसकिन्छ। अनि त्यो प्युरिफाइडलाई चाहिँ तिमीले फेरि भाँडामा लगेर फेरि सार्छौ। अब फेरि यो रेम खाली भयो। अब फेरि अर्को 4 लिटर ल्याउँछौ। फेरि त्यसलाई प्युरिफाई गर्छौ अनि फेरि त्यसलाई लगेर थन्काउँछौ। फेरि अर्को 4 लिटर। यसरी तिमीले गर्न सक्यौ नि। गर्दाखेरि तिमीले के फिल भयो हेर त। एउटा 4 लिटरको भाँडा युज गरेर तिमीले 32 लिटरको पानीलाई प्युरिफाई गरिसक्यौ। सक्यौ कि सकेनौ? 4 लिटर गर्दै ट्रान्सफर गर्दै तिमीले 32 लिटरलाई के गर्न सक्छौ? प्युरिफाई गर्न सक्छौ नि। कोही सक्छु पनि भन्दैन न, बुझेनौ? सकिन्छ। त्यस्तै 32 GB को जुन सिस्टम फाइल छ त्यो 4 GB को रेममा हामीहरुको सीपीयू ले 4 GB ल्याउँदै ट्रान्सफर गर्दै ल्याउँदै ट्रान्सफर गर्दै खोल्न सकिन्छ है। सो हामीलाई के फिल हुन्छ यसो गरिरहँदा भन्दा हामीलाई चाहिँ हायर मेमोरी स्पेस चाहिँ युज गरिरहेको छौं भनेर हामीलाई के हुन्छ? फिल हुन्छ है त। सो भर्चुअल भनेको त्यो फिल हुनु हो। त्यो फिल हुनु भनेको इल्युजन फिल हुनु हो। के को भन्दा अफ स्टोरेज अफ मेमोरी, इल्युजन अफ मेमोरी भनौं। भर्चुअल मेमोरी मिन्स, भर्चुअल मिन्स इल्युजन एन्ड मेमोरी मिन्स अफ मेमोरी अर मेन मेमोरी। स्टोरेज भन्दा पनि मेन memory. It is the illusion of main memory. Okay, where it is used? This virtual memory, it means virtual memory is the concept that is used to give the programmer. Programmer means you can be the programmer, I can be the programmer, anyone. Okay, give us लेख्दा पनि भयो or the programmer लेख्दा पनि भयो। के दिन्छ भन्दा illusion दिन्छ। कस्तो illusion? Of the storage. Okay, of the higher storage. हायर मेमोरी स्टोरेज, हायर मेमोरी स्टोरेज को इल्युजन दिन्छ हेर है त। अफ हायर स्टोरेज, दिस स्टोरेज मीन्स मेन मेमोरी। स्टोरेज of main memory. What is virtual memory? Virtual memory is the concept, okay, that is used to give us the illusion of higher storage, that is the main memory. Okay, sometimes this virtual memory is also called the logical memory पनि भनिदो रहेछ है। So what is virtual memory? Virtual memory is the illusion of feeling of higher storage, okay, or the main memory.
at their disposal. That means as our requirement of programmer requirement, even the computer has the relatively small main memory. हामीहरुको कम्प्युटरमा स्मल मेन मेमोरी भए पनि हामीले चाहिँ हायर मेमोरी स्टोरेज युज गरिरहेको जस्तो फिल हुनु भनेको के रहेछ भर्चुअल मेमोरी रहेछ भर्चुअल मेमोरी प्रोवाइड द मेकानिजम फर ट्रान्सलेटिङ द program generated address. So whenever we execute a program, address को कुरा आउँदैछ है जब हामीहरु CPU मा हामीहरुको कुनै पनि प्रोग्राम हुन्छ है CPU भयो है यो CPU मा यो प्रोग्राम एक्जिक्युट गर्नुहुँदा यो रन गर्नुहुँदा है यो रनिङ प्रोग्रामले के गर्छ भन्दा एड्रेस जेनेरेट गर्छ के को एड्रेस भन्दा डेटा रिक्वायर्ड कुन डेटा चाहियो त्यसको चाहिँ सीपीयू ले एड्रेस जेनेरेट गरिरहन्छ ओके सो हाम्रो भर्चुअल मेमोरीले चाहिँ के गर्छ फर ट्रान्सलेटिङ द प्रोग्राम जेनेरेटेड एड्रेस यानी प्रोग्रामले जेनेरेट गरेको एड्रेसलाई ट्रान्सलेट गर्ने चेन्ज गर्ने टु द करेक्ट मेन मेमोरी लोकेशन्स हामीहरुको मेन मेमोरीमा कहाँनेरि चाहिँ हामीहरुको फाइल छ वेयर इज आवर मेन डेटा इज लोकेटेड डेटा त्यसको चाहिँ एड्रेस प्रोग्रामले जेनेरेट गरेको एड्रेसलाई ट्रान्सलेट गर्नलाई हेल्प गर्छ भर्चुअल मेमोरीले यानी हामीहरुको भर्चुअल मेमोरीमा एड्रेसेसहरुको कुरा आउँछ के को कुरा आउने रहेछ एड्रेस को कुरा आउँछ किनभने भर्चुअल मेमोरी मेकानिजम प्रोवाइड्स अस द mechanism for translating the program generate address to the main memory locations यहाँ program generated जुन एड्रेस छ त्यसलाई हामी भनिन्छ भर्चुअल एड्रेस के भनिन्छ अरे भर्चुअल एड्रेस भनिन्छ अनि करेक्ट मेन मेमोरी लोकेशन्सलाई हामी भनिन्छ मेमोरी स्पेसेस के भनिन्छ मेमोरी स्पेसेस और फिजिकल मेमोरी किनभने मेन मेमोरी को एड्रेस भनेको फिजिकली लोकेटेड हुन्छ फिजिकली एक्जिस्ट गर्छ मेन मेमोरी को एड्रेस तर प्रोग्राम जेनेरेटेड एड्रेस भनेको प्रोग्रामले जेनेरेट गरेको एड्रेस हो सीपीयू ले जेनेरेट गरेको एड्रेस हो यो भनेको चाहिँ हाम्रो लजिकल एड्रेस हुन्छ के हुन्छ अरे एड्रेस स्पेसेस भनेपछि एड्रेस पठाइदिन्छु म अगाडि तिमीहरुले एक्जाममा कति के कसरी लेख्ने भनेर लास्टमा मैले स्लाइडमा राखिदिएको छु त्यसलाई हेर्ने अहिले पढाउनलाई हालेको टक्कसँग एड्रेस स्पेसेस कति खालको रहेछ अहिले भर्खर डिस्कस गरेको थियौ भन्न त कति खालको एड्रेस स्पेस रहेछ एउटा कहाँको हुन्छ एउटा सीपीयू ले जेनेरेट गरेको एड्रेस हुन्छ और प्रोग्राम जेनेरेटेड एड्रेस हुन्छ यो भनेको भर्चुअल एड्रेस और यसलाई हामी भनिन्छ एड्रेस स्पेस भर्चुअल एड्रेस जुन भर्चुअली प्रोग्राम जेनेरेटेड एड्रेस हो त्यसलाई हामी एड्रेस स्पेसेस भनिन्छ अर्को के हुन्छ मेन मेमोरी को एड्रेस हुन्छ यो मेन मेमोरी भयो यसमा पनि कहाँनेरि मैले डेटा राखेको त्यसको एड्रेस त हुनु पर्यो होला नि कि म डेटा जहाँ पाए त्यतिकै राख्छु त्यतिकै त डेटा पक्कै पनि राख्दिन डेटा राख्दाखेरि म एड्रेसमा राख्नु पर्यो सो दैट आई कैन गेट द डेटा व्हेनेभर आई नीड ओके हैन जस्तो मैले घरमा लगेर बेडमा जता पाए त्यति किताब फ्याक्नु र एउटा फिक्स लोकेसनमा किताब फ्याक राखे भने के हुन्छ फिक्स लोकेसनमा राखेको किताब छिटो भेटिन्छ ओके हैन कहाँ राखेको सामान तिमीले छिटो भेट्छौ वास्तै नगरिकन जहाँ पाए ती राख्यौ किताबहरु र तिमीले एउटा लोकेसन दिएर त्यो लोकेसनमा चाहिँ हैन म
किताब चाहिँ म र्याकमा राख्छु भनेर र्याकमा राख्यो भने किताब छिटो भेट्छौ कि हैन घरको कुनै कुनामा पढ्दाखेरि भेटिहालिन्छ भनेर राख्दाखेरि हुन्छ एउटा लोकेसनमा राखेको चीज भेटिन्छ नि हो कि हैन मेरो नेट गयो क्या कसैको आवाजै आउँदैन हो भनेपछि एड्रेस हामीलाई डेटा छिटो र सजिलै भेट्नको लागि हामीलाई डेटा एड्रेस चाहिन्छ हो कि हैन सो अब यहाँ एड्रेस स्पेसेस को कुरा गर्नुहुँदाखेरि वी हैव द टु टाइप्स अफ एड्रेस स्पेसेस वान इज लजिकल एड्रेस स्पेसेस लजिकल एड्रेस स्पेसेस भनेको मैले के भने इट इज द एड्रेस स्पेसेस जेनेरेटेड बाइ द प्रोग्राम ओके व्हाट इज एड्रेस स्पेसेस तिमीहरू आफै पढ म स्लाइड्स प्ले गर्दैछु हेर्दै जाऊ व्हाट इज एड्रेस स्पेसेस एड्रेस स्पेसेस भनेको भर्चुअल एड्रेस अनि यो चाहिँ प्रोग्रामरले युज गर्ने एड्रेस हो अर इट इज द एड्रेस जेनेरेटेड बाइ द प्रोग्राम भन्दा पनि भयो प्रोग्रामले जेनेरेट गरेको एड्रेसलाई हामी के भन्दो रहेछौं भर्चुअल एड्रेस भन्छौं भनेर मैले अघि भनिसकेको छु अ एड्रेस व्हिच इज जेनेरेटेड बाइ द CPU while executing your program this address it is generated by CPU while executing program so हामीले प्रोग्राम एक्जिक्युट गर्दाखेरि जेनेरेट भएको एड्रेसलाई हामी भनिन्छ भर्चुअल एड्रेस अनि भर्चुअल एड्रेसलाई हामी के पनि भनिन्छ लजिकल एड्रेस पनि भनिन्छ एक्जाममा फेरि LA ला लेख्यो लाग्ने लजिकल एड्रेस हो है अनि के छ यस्तो खालको एड्रेसको सेट यानी हामीहरुको एउटा प्रोग्राम एक्जिक्युट गर्दाखेरि धेरै एउटा एड्रेस जेनेरेट हुन्छ र यो एड्रेसको कलेक्सन ला हामी के भनिन्छ के भनिन्छ collection of virtual address is known as address spaces. These types of address spaces get generated during the execution of program. यिनेरी भनिसकेको छ हेर त यी ओके हैन मैले माथि नै भनिसकेको छ मेमोरी स्पेसेस भनेको चाहिँ के होला त collection of physical memory are the locations of your main memory अघि मैले दुई तीन चोटी भनिसके होला हो हेर त त्यही छ addresses in the main memory is called the location or the physical address भनेको के रहेछ address in your main memory okay हैन what do you call the address in your RAM मा भएको एड्रेसलाई तिमी के भन्छौ physical address भनिन्छ and the collection of such address is called memory spaces भन्ने हो good the collection of such physical address is known as के भन्छौं हामी memory spaces भनिन्छ okay this type of spaces exist really in the memory यिनीहरु चाहिँ physically or really नै हामीहरुको memory मा exist गर्छ तिमीलाई एक्जाम मा 2 मार्क्स मा or 3 मार्क्स मा डिफरेन्स बिट्विन सोध्छ differentiate between address spaces and memory spaces के लेख्छौ त्यति बेला समीक्षा भन त के लेख्छौ whereas लेख्दा पनि भयो बक्स बनाएर डेफिनेसन यहाँनेरि आइहाल्यो यहाँनेरि पनि डेफिनेसन आइहाल्यो अनि यो रियली एक्जिस्ट हुन्छ इट इज लजिकली एक्जिस्ट भनेर लेख्दा भइहाल्यो लजिकली
एक्जिस्ट हुन्छ अनि यो चाहिँ रियली एक्जिस्ट गर्छ भने यो चाहिँ तिमीहरुको जेनेरेटेड ड्युरिङ द एक्जिक्युसन अफ प्रोग्राम दुईवटा त लेखाइदिएकै छ कि छैन दुईवटा भयो कि भएन तीनटै भयो एउटा यो डेफिनेसन भइहाल्यो यहाँदेखि यहाँसम्म डेफिनेसन यति डेफिनेसन त्यसपछि यसलाई लोजिकली के गर्छ तिमीहरुको ड्युरिङ द एक्जिक्युसन अफ प्रोग्राम इट विल जेनेरेटेड भनेर लेख्ने अनि यो चाहिँ रियली एक्जिस्ट हुन्छ भनेर लेख्ने और यसलाई एड्रेस स्पेसेसलाई हामीहरुको इट इज जेनेरेटेड ड्युरिङ प्रोग्राम भन्दा पनि भयो इट इज लजिकल्ली जेनेरेटेड भन्दा भयो यसलाई चाहिँ इट इज इन द मेमोरी भनेर भन्दा पनि भयो गर्दाखेरि दुईटा लेख्दा पनि भयो तीनटा त्यसरी मिलाएर लेख्छु भने पनि सकिन्छ सो नो प्रब्लम टेबलै बनाउँदा पनि भयो हैन भने हैन सर यतिकै वेरेज चाहिँ लेख्न आउँछ भने पनि वेरेजै लेख्दा पनि मार्क्स दिन्छ काट्दैन Okay, let's say we have a computer. Okay, this is your computer with a main memory of 32K. K means 1000. अनि हामीहरुको कम्प्युटरमा किलोबाइट यानी हामी के भन्छौं 1000 बाइट्स इक्वल्स टु 1 GB भनिन्छ सो 1000 भनेको चाहिँ हामीहरुको 1024 हुन्छ एक्चुअली बिट्समा सो यहाँ 1000 भनेको 1024 हो एक्चुअली अब यो 32 लाई 1032 ले 24 ले इन्टु गरेर त कति हुन्छ 32 इन्टु 1024 हो 32 भनेको कति हो 2 को पावरमा 5 32 भनेको 2 को पावरमा 5 हो होइन होला हो एकछिन न म गर्दै छु अनि 1024 भनेको 2 को पावरमा 10 होला है फ्याक्टर गरे हैन 2 को पावरमा 10 आउँछ के गर्दिम 1024 गर्ने त 2 ले 200 500 12 आउँछ 2 ले 256 आउँछ 2 ले 128 आउँछ 2 ले 64 आउँछ हो 2 ले कति आउँछ 32 यो भनेको त 2 को पावरमा 5 भइहाल्यो अब यहाँ गर्नु त माथि 5 वटा छ माथि 5 वटा छ हेर त क्लियर आउँदै होला नेट अहिले ठीक छ हेलो अहिले हेलो 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 अब ठीक छ अब ठीक छ हेलो ल
रङमा आयो भने भन्नु ल 8 जना रहेछौ नवीन अपेक्षा अभिषेक ओके मलाई क्वेसन सोध्न सजिलो हुन्छ किनभने केटाको आवाज आज मैले सुनेकै छैन नवीन र अभिषेकलाई सोध्छु अब यहाँ हेर है हामीहरूको कम्प्युटरमा के छ सुनिँदैछ our computer have 32k word 32k word that means हाम्रो कम्प्युटर को यो मेन मेमोरी भयो यो मोबाइलहरुको सबैको वाइफाई अफ गरेको नेटवर्क इस्यु हो होला हैन म यहाँ मोबाइलको वाइफाई अफ गर्न लाउँदैछु एकछिन ल स्लो छ जस्तो छ नि आज राम्रो आयो अहिले ओके अब यहाँ हेर ल तिमीहरुको यो रेम भयो यो रेम भयो के भयो यो रेम भयो यो रेममा तिमीहरुको 32000 एउटा के छ अरे वर्ड आउँछ 32000 बाइट्स आउँछ भनौं र 32000 एउटा वर्ड यानी डेटा आउँछ ओके सो यहाँनिर एउटा वर्ड यहाँनिर एउटा वर्ड मिन्स द नम्बर अफ बिट्स कलेक्सन अफ बिट्स भनौं हैन सो 32000 एउटा वर्ड आउँछ सो 32000 वर्ड्स भन्ने कति हो त अब यो 32000 एउटा वर्ड्स लेख्नको लागि हामीलाई कति एउटा चाहिँ एड्रेस चाहिन्छ भन्दा 32000 एउटा एड्रेस चाहियो ओके हैन 32000 एउटा एड्रेस चाहियो र यो एड्रेस त हामीलाई थाहा छ 0 र 1 ले बनेको हुन्छ 0 र 1 ले बनेको हुन्छ यानी 2 को कम्बिनेसनमा चाहियो हो यानी 0 0 0 0 1 1 यसरी हामीको 32000 एउटा सम्मलाई नम्बरलाई डिनोट गर्नुपर्ने हुन्छ त्यसलाई डिनोट गर्नलाई हामीलाई कति बिट्स चाहिन्छ त एड्रेसको बिट्स कतिको हुनुपर्छ त्यसलाई हेरौँ सो 32 लाई हामी कसरी लेख्छौं 32000 भनेको 32 इन्टु 1 0 2 4 ठीक छ 32 भनेको के हो 2 को पावरमा 5 हो नि हो अब 1024 भनेको 1024 लाई फ्याक्टराइज गर्यो भने तिम्रो के आउँछ भन्दा 2 को पावरमा 10 आयो हो इक्वल्स टु के भयो हेर त 2 टु द बेस छ 2 2 को पावरमा 15 भएन भयो पनि छैन भएन पनि छैन अभिषेक नवीन भयो नि भनेपछि कति बिट एड्रेस चाहिँदो रहेछ भन्दाखेरि तिमीलाई 15 बिटको एड्रेस चाहिँदो रहेछ यो एड्रेस जुन छ यो एड्रेस 32000 एउटा वर्ड राख्नको लागि युनिट 15 बिट को एड्रेस चाहिँदो रहेछ 15 बिट को के चाहिँदो रहेछ एड्रेस चाहिँदो रहेछ अब सेम कम्प्युटरमा तिमीलाई 1024 है के वर्ड
किलोवाट राख्ने हार्ड डिस्क छ भने यसमा चाहिँ तिमीलाई कति बिटको चाहिँ एड्रेस चाहिन्छ त यो हार्ड डिस्क छ यहाँनिर 1024 नम्बर अफ वर्ड स्टोर गर्नु छ भनेपछि तिमीलाई 1024 1000 नम्बर के चाहियो एड्रेस चाहियो नि यहाँनिर चाहिएको चाहिएन तिमीलाई 1024 एउटा सामान राख्नु छ तिम्रो घरमा भनेपछि तिमीलाई 1024 एउटै के चाहियो तिमीलाई एड्रेस चाहियो नि लोकेसन चाहियो नि तिम्रो घरमा तिमीले 5 वटा किताब राख्नु छ बुक सेलमा 5 वटा सामान राख्ने एड्रेस चाहियो अनि लोकेसन चाहियो 5 वटा किताब 15 वटा सामान राख्नु छ भने 15 वटा लोकेसन चाहियो हो कि हैन किनभने हामी सामान त एउटा मिलाएर राख्नु पर्यो नि लोकेसनमा राख्ने हो सो 1024 के नम्बर अफ नै के चाहियो मलाई एड्रेस चाहियो अब 1000 के हुन्छ 1024 into 1024 मेरो स्लाइड्स देखिँदैछ हेलो Yes, sir. अब यो भनेको चाहिँ कति हो 1024 भनेको 2 को पावरमा 10 रहेछ अघि हामीले क्याल्कुलेट गरेर हेरेको छौं हो कि हैन तिमीले कपीमा गर्यौ होला यसलाई फ्याक्टराइज गर्ने भने 2 को पावरमा 10 आउँछ 2 को पावरमा 10 आउँछ अनि यसलाई फ्याक्टराइज गर्ने भने 2 को पावरमा 10 आउँछ सो अब निकाल्दा त कति आयो 2 को पावरमा 20 आयो यानी अब तिमीहरुको के भयो हार्ड डिस्कको स्टोरेज भनेको चाहिँ के आवाज किरिकिरी आउँदैछ या भिडियो किरिकिरी आउँदैछ आवाज किरिकिरी आउँदैछ केही बुझ्दैछौ कि छैन लेखेको गरेको एकछिन ल ब्याट्री लो भन्दैछ त हेलो Yes, sir. ओ मान्छे त्यो मोबाइलको यो ब्लुटुथ अफ गरिदेऊ त ब्लुटुथ हेलो हेलो आयो अहिले हजुर आयो सर अब आउँछ होला
हेलो हेलो अब क्लियर छ ओके अब यहाँ हेर ल मेरो मेन मेमोरीमा कति छ अरे 32K वर्ड्स छ अनि के भनेको 1024 छ यानी 1024 बिट्स इक्वल्स टु 1 किलोबाइट्स भन्ने हामीले अगाडि नै पढेको छ तिमीले अगाडिदेखि नै पढिरहेको कुरो हो सो त्यही भएर 1024 के मिन्स 24 किलोबाइट्स ओके सो अब 32,000 वर्ड्स के भनेको 1000 हो 32,000 किलो वर्ड्सलाई राख्नको लागि हामीलाई 32 into 1024 चाहियो यो भनेको 2 को पावरमा 15 हुन्छ 3 लेखेँ है अब मलाई 1024 के को हामीहरुको हार्ड डिस्क स्टोरेजको क्यापासिटी छ हार्ड डिस्कको क्यापासिटी छ है भने मलाई कति चाहियो भन्दा 1024 into 1024 है यो भनेको 2 को पावरमा 20 को मलाई के चाहिन्छ स्टोरेज चाहिन्छ एड्रेस चाहिन्छ है सो जति वर्ड चाहियो मलाई त्यति नै मलाई के हुनुपर्छ एड्रेस हुनुपर्छ ओके हैन किनभने मैले त्यति नै वर्ड राख्नलाई त त्यति एड्रेस छैन भने मैले राख्न सकिदैन सो हियर द सेम सिनेरियो इज गिवन सो टु स्टोर 32K वर्ड इन द मेमोरी यु नीड 32K स्पेसेस ओके हैन त्यति नै स्पेसेस चाहिन्छ सो 32K भनेको हेर त मैले अघि क्याल्कुलेट गरे जस्तै सो यसरी निस्किन्छ which is equals to 2 को पावरमा 15 बिट्स एड्रेसेस चाहिन्छ है यो भनेको चाहिँ 2 को पावरमा 15 भनेको यु नीड द एड्रेस इच एड्रेस इज अफ 15 बिट यो 15 भनेको चाहिँ तिमीहरुको एड्रेसको बिट्स हो दैट मीन्स यु नीड द 15 बिट एड्रेस 15 बिट एड्रेस हो एड्रेस कति बिट एड्रेस चाहिन्छ भन्दाखेरि हामी यसरी क्याल्कुलेट गर्नु पर्छ सरी यहाँसम्म इक्वल्स टु 2 को पावरमा 15 अब मेरो हार्ड डिस्कको क्यापासिटी कति छ 1024 वर्ड्स यो स्टोर गर्छ के वर्ड्स 1024 के वर्ड्स यहाँ मैले के छुटाएछु सो के वर्ड्स हो मैले आफै टाइप गरेको सो के वर्ड्स यो स्टोर गर्छ सो दैट इज युनिट 2 को पावरमा 20 वर्ड्स युनिट टु स्टोर 2 को पावरमा 20 वर्ड्स स्टोर गर्नको लागि युनिट 2 को पावरमा 20 भनेपछि 20 बिट एड्रेस सपोज यहाँ हेर तिमीले 1 एउटा डेटा राख्नु छ भने 2 को पावरमा 0 यानी यु जस्ट नीड द 1 एड्रेस or you just need one address or you don't need to specify any address also like of things तर तिमीले दुईटा चीज राख्नु छ भने तिमीले 0 र 1 यो 0 एड्रेसमा एउटा राख्न सक्यौ 1 एड्रेसमा अर्को राख्न सक्यौ चारटा डेटा राख्नु छ भने तिमीलाई 2 को पावरमा 2 2 को पावरमा 2 भनेपछि तिमीलाई 2 बिट एड्रेस चाहियो ओके हैन सो 0 0 0 1 1 0 1 1 0 0 मा एउटा डेटा राख्न सक्यौ 0 1 मा एउटा डेटा राख्न सक्यौ 1 0 मा एउटा राख्न सक्यौ 1 1 मा एउटा राख्न सक्यौ दैट मीन्स तिमीले 1024 के वर्ड्स राख्नको लागि तिमीलाई 20 बिट्स चाहिँ एड्रेस चाहिन्छ अरे यसरी यो 2 बिट्स भयो भने तिमीलाई 20 बिट्स चाहिँ 2 को पावरमा 20 वर्ड्स राख्नको लागि तिमीलाई 20 त्यो 20 चाहिँ 20 बिट्स चाहिँ एड्रेस तिमीलाई चाहिन्छ अरे है यो भनेको 2 बिट्स भयो
अब तिमीले 8 एउटा राख्नु छ भने 2 को पावरमा 3 हुन्छ, यानी तिमीलाई 3 बिट्स एड्रेसेस चाहिन्छ है। यानी 0 0 0 गर्दै राख्ने हो भने तिमीले 8 वटा डेटा राख्नलाई तिमीलाई 3 बिट्स एड्रेसेस चाहिन्छ। गर्दै गर्नु। अब यहाँ हेरौँ के छ त। Therefore, the storage capacity of auxiliary memory is equivalent to 32 number of the main memories. That means तिम्रो एउटा हार्ड डिस्क इक्वल्स टु 32 के छ मेन मेमोरी हुन्छ अरे। यो क्याल्कुलेसन्स गरेर हेर्ने है। सो के छ त हामीहरुको 32 into के छ 32 हुन्छ कि हुँदैन हेरौँ ल। म पनि ट्राई गर्छु। 32 into 1024 इक्विभ्यालेन्ट हुन्छ कि हुँदैन हेरौँ। यो भनेको 2 को पावरमा 5 into 2 को पावरमा 5 into 2 को पावरमा कति हो 10 गर त कति आउँछ। 2 को पावरमा 5 plus 5 कति हुन्छ 10 into 2 को पावरमा 10। यानी हेर त तिम्रो 32 एउटा मेन मेमोरी हो भनेको 32 मेन मेमोरी हो। मेन मेमोरी हो यो भनेको 32 मेन मेमोरीको क्यापासिटी हो कि होइन। एउटा मेन मेमोरीको क्यापासिटी हो कि होइन। यहाँ हेर त a main memory with a main memory of capacity of 32K 32K भनेको 32 into 1024 हो यो ओके हैन। सो 32 into 32 into 1024 भनेको तिम्रो 2 को पावरमा 10 into 2 को पावरमा 10 हुँदो रहेछ which is equals to this। यहाँ किलो वाट्स के छुटेको छ। सो अहिले भएर म करेक्सन गरेर हाल्दिन्छु। सो यति हुँदो रहेछ ओके हैन। सो दैट मीन्स तिम्रो कम्प्युटरमा के छ एउटा हार्ड रेम छ अनि एउटा के छ एउटा रेम अनि एउटा हार्ड डिस्क छ। हार्ड डिस्कको क्यापासिटी के छ तिम्रो 1 हार्ड डिस्क इक्वल्स टु हार्ड डिस्क इक्वल्स टु 32 रेम छ कि छैन। अब तिम्रो यो एउटा रेममा यो 32 हार्ड डिस्कको प्रोग्राम लगेर सर्फ गरेर हामीले सीपीयू मा एक्जिक्युट गर्न सकिन्छ। किनभने यहाँबाट हामीले प्रोग्राम लाँदाखेरि के लान्छौँ हामी फ्र्याक्सन लाँदै हामीले त्यसलाई एक्जिक्युट गर्न सकिन्छ है त। अब हामी यहाँ के गर्दै छौँ यहाँ हेर त एड्रेस स्पेस भनेको के थियो अभिषेक। एड्रेस स्पेस भनेको के थियो समीक्षा। एलेन तिमी भन्देऊ न त के थियो एड्रेस स्पेसेस भनेको एन छ। यो भनेको के हो मैले के लेखेँ हेर त VIR भर्चुअल एड्रेस। एड्रेस स्पेस भनेको कलेक्सन अफ भर्चुअल एड्रेस। अनि यो भर्चुअल एड्रेस भनेको कति बेला जेनेरेट हुन्छ ड्युरिङ के भनेको थिएँ एक्जिक्युसन अफ प्रोग्राम। भर्चुअल एड्रेस भनेको प्रोग्राम एक्जिक्युट हुँदाखेरि जेनेरेट हुन्छ भनेको थियो होला हो। जेनेरेटेड ड्युरिङ द एक्जिक्युसन अफ प्रोग्राम भनेको थियो होला। मेमोरी स्पेस कहाँनेरि हुन्छ
फिजिकल्ली इन कहाँ हुन्छ मेमोरी हुन्छ हो भनेपछि मेन मेमोरी स्पेस भनेको इट इज द एड्रेस अफ मेन मेमोरी हो कि होइन हो नि हो सो यसलाई चाहिँ हामीले डिनोट गर्यौं अब के गर्छौं यहाँ आएर हामीहरुको मल्टी प्रोग्रामिङ प्याराडिजम यानी मल्टी प्रोग्रामिङ कन्सेप्टमा अब यो भनेको के हो त हामीसँग दुई खालको प्रोग्रामिङ हुन्छ एउटा युनि प्रोग्रामिङ हुन्छ युनि प्रोग्रामिङमा हामीहरुको यो रेम भयो रेममा एकचोटीमा एउटा प्रोग्राम ल्याइन्छ युनि मीन्स ओन्ली वन प्रोग्राम लोडेड इन अ रेम एट अ टाइम है अब मल्टी प्रोग्रामिङ मीन्स यू कैन लोड मोर देन वन प्रोग्राम इन अ रेम एट अ टाइम बुझ्यो मल्टी भनेको मेनी प्रोग्राम इन अ रेम एट अ टाइम युनि भनेको ओन्ली वन प्रोग्राम इन अ रेम एट अ टाइम हामीसँग कतिवटा प्रोग्रामिङ प्याराडिजम रहेछ दुई खालको एउटा युनि अर्को मल्टी युनि मीन्स वन प्रोग्राम इन अ रेम मल्टी भनेको के रहेछ मोर प्रोग्राम इन अ रेम एट अ टाइम बुझ्यौ बुझ्यौ कि नै बुझ्यौ नि अब यहाँ भर्चुअल मेमोरीले कसरी काम गर्छ त भन्ने कुरो छ लेट्स सी सपोज in multi-programming paradigm I have the two programs. This is the data for first program, this program 1, and this is the data for program 2, and it is my auxiliary memory. What is the size of my auxiliary memory? 1024 kilowatts. Capacity of my auxiliary memory is 1024 kilowatts. That means it can store the 1024 kilowatts. That means datas. Okay. Now I can have the main memory of 32 kilos. Okay. So where I can place these datas in this main memory, because I have to achieve the illusion of using this 1024 kilobytes of data. 1024 kilobytes of data use गरेको मैले फिल गर्नु छ यो गर्नको लागि के गर्छु भन्दा यो मेन मेमोरीमा म यो डेटाहरुलाई चाहिँ ट्रान्सफर गर्छु एज पर माई प्रोग्राम रिक्वेस्ट यसरी यो गर्दाखेरि आई क्यान प्लेस एनीवेयर यसरी कन्टिन्युअस नै हुनुपर्छ भन्ने छैन जुन स्पेस खाली छ सपोज यो स्पेस भरिएको छ भने यो स्पेसमा अलरेडी मेरो यो डेटा 2 रन भइरहेको छ भने प्रोग्राम 2 को फाइलहरु रन भइरहेको छ भने यहाँ र यहाँ प्रोग्राम 2 को फाइल मेरो रन भइरहेको छ भने म यो डेटालाई यो जुन खाली स्पेसेस हो त्यही स्पेसेसमा मैले हाल्न सक्नु पर्यो है त सो आई क्यान प्लेस डेटा or this fraction or partitions of the data in any locations which are the empty spaces and I can execute them through the CPU. त्यही कुराहरु लेखा छ यहाँ हेर in multi-programming computer systems okay the program and the data transfer to the auxiliary to and from the auxiliary memory. That means after executions you can transfer to main memory and from main memory you can auxiliary memory you can transfer to the main memory है त so तिमीहरुको to and from the auxiliary memory and the main memory बाट auxiliary memory मा ट्रान्सफर गर्न सकिन्छ auxiliary बाट पनि main memory मा ट्रान्सफर गर्न सकिन्छ so there is no problem. That means you can have the swap out of things. auxiliary memory बाट main memory मा लानु भनेको swap in गरिन्छ है main memory बाट auxiliary memory मा ल्याउनु भनेको swap out गरिन्छ
So it can do both the things, transfer, okay, and it is done according to your CPU demand. CPU ले पुरानो फाइल एक्जिक्युट गरिसकेको छ भने त्यो पुरानो फाइल के गर्नु पर्यो, उले त फ्युचर युजको लागि मेन सेकेन्डरी स्टोरेजमा राख्नु पर्यो, एक्जुलेरी मेन मेमोरीमा, हो कि हैन। सो यो चाहिँ अकॉर्डिंग टु द CPU डिमान्ड, CPU लाई कुन फाइल चाहिएको छ त्यसलाई मेन मेमोरीमा ल्याउने, जुन फाइल युज भइसकेको छ त्यसलाई फेरि एक्जुलेरी मेमोरीमा राख्ने काम मल्टी प्रोग्रामिङ सिस्टममा हुन्छ। त्यसपछि के हुन्छ त यहाँ हेर, सपोज वान प्रोग्राम इज बीइङ एक्जिक्युटेड इन द CPU, यो प्रोग्राम 1 चाहिँ मेरो CPU मा एक्जिक्युट भइरहेको छ। इट एसोसिएटेड डेटा ट्रान्सफर फ्रम एक्जुलेरी मेमोरी टु मेन मेमोरी। अब यो प्रोग्राम 1 रन गरिरहेको छ त, तिमीलाई प्रोग्राम 1 रन गर्नलाई कुन कुन फाइल चाहिने, कुन कुन डेटा चाहिने, त्यो पनि त CPU लाई चाहिन्छ नि। प्रोग्राम 1 रन गरिरहेको छ यहाँनेरि CPU मा P1 रन गरिरहेको छ भनेपछि P1 लाई चाहिने यो डेटा 1 पनि लानु पर्यो, यो डेटा 2 पनि के गर्छ यहाँनेरि एक्जुलेरी मेमोरीबाट मेन मेमोरीमा ट्रान्सफर हुन्छ। अनि मेन मेमोरीबाट तिमीहरुको CPU ले त्यो डेटाहरुलाई लिने लाने काम के गर्ने हो त्यो गरिरहन्छ है। And these locations, this transfer can be done in any locations, at any locations भनेर यहाँ मैले हाल्दिएको छु ब्र्याकेटमा, and need not to be the contiguous. Contiguous भनेको यो contiguous हो, यो लोकेसन पछि ट्याक्कै यो लोकेसन, यो भनेको contiguous हो। नन contiguous भनेको scattered, यो मेमोरीमा छ यहाँ राखेको छ अनि यता कतातिर डेटा राखेको छ छरेर राख्नु भनेको नन contiguous हो, need not to be in contiguous. In our example, what is done? The address field of the instruction is 20 bit. अघि मैले भनेको छ 20 bit, यो गर्दाखेरि एड्रेस फिल्ड कति हुन्छ? Address field means the address fields of this auxiliary memory is equals to 20 bits. So this 20 bit address will be generated by the CPU actually. And main memory का address भनेको कति छ? 15 bit address छ, because 5 plus 10 is 15. Okay, so 15 bit address. So त्यही कुरा गरे छ, physical memory address is a 15 bit. What is the CPU reference data address with the 20 bits? CPU ले चाहिँ reference data generate गर्दाखेरि 20 bits generate गर्छ, but this data and the instruction must be taken from the physical memory. अब यो 20 bit generate गरे तापनि के गर्नु पर्यो? डेटा ट्रान्सफर गर्दाखेरि चाहिँ फिजिकल मेमोरीबाटै ट्रान्सफर हुनु पर्यो, मेन मेमोरीबाट हुनु भएन। ओके, नट फ्रम द मेन मेमोरी। बट व्हाई? एनी आन्सर फ्रम यू? किन फिजिकल मेमोरीबाटै यानी मेन मेमोरीबाटै चाहिँ तिमीहरुको डेटा ट्रान्सफर हुन्छ, किन एक्जुलेरी मेमोरीबाट हुँदैन? मैले फिगर बनाउँदाखेरि कुनलाई नियर बनाएको छु हेर त, एक्जुलेरी मेमोरीलाई नियर बनाएको छु कि मेन मेमोरीलाई नियर बनाएको छु माथि फिगरमा? मेन मेमोरी जुन नजिक छ त्यहीबाट त मलाई डेटा ट्रान्सफर गर्न सजिलो हुन्छ नि। यो CPU भयो भने मेन मेमोरी चाहिँ मेरो CPU को नजिकमा हुन्छ। अनि हामीहरुको मेन मेमोरीको डेफिनेसन नै के छ? मेन मेमोरी भनेको हायर कि तिमीले पढेकै छौ, मैले पढ्नु भनेको मेन मेमोरी मीन्स memory which is directly accessed by के हो? CPU हो कि हैन? प्राइमरी मेमोरी अर द मेन मेमोरी आर डाइरेक्टली एक्सेस बाय द CPU भनेर पढेको छ कि छैन? अब एक्जुलेरी मेमोरीबाट डेटा ट्रान्सफर गर्नलाई तिमीले धेरै टाढा पुग्नु पर्यो कि परेन? यो त टाढा पनि छ and it is not directly accessed, so it takes long time to transfer the data. Hey, so अब तिमीले एक्जाममा लेख्दाखेरि भर्चुअल मेमोरीको बारेमा यसरी लेख्ने, एड्रेस स्पेसेसको तिमीलाई डिफरेन्स बिट्विन सोध्छ यो लेख्ने। अब त्यही एक्जाम्पलहरु अहिले मैले जे पढाएको त्यही एक्जाम्पलहरु यहाँ छ है, यही फिगर हो। सो यो रिलेशनशिप बिट्विन द मेमोरी स्पेसेस एन्ड भर्चुअल मेमोरी स्पेसेस। सो त्यसकै यहाँ मल्टी प्रोग्रामिङ प्याराडिजमको बारेमा यिनीहरु छ। सो अनि अब यो म्यापिङ अफ भर्चुअल मेमोरी स्पेसेस चाहिँ म भोलि पढाउँछु।
र म हार्डवेयर मेमोरी म्यानेजमेन्ट हार्डवेयरलाई पनि भोलि पढाउँछु। सो नभए यतिलाई तिमीहरूले आफै पढ्न पनि सक्छौ, थोरै नै छ। भर्चुअल एड्रेस आउँछ, यो भनेको सीपीयूले जेनेरेट गर्ने हो। सीपीयूले भर्चुअल मेमोरी एड्रेस जेनेरेट गर्छ। कति बिटको गर्छ भन्दा 20 बिटको एड्रेस जेनेरेट गर्छ है। अनि त्यो चाहिँ यहाँनिर कहाँसँग म्यापिङ हुन्छ भन्दा तिमीहरूको एउटा म्यापिङ टेबल हुन्छ। म्यापिङ टेबलमा चाहिँ तिमीहरूको यता 5 बिट हुन्छ, यता 15 बिट हुन्छ। यो 15 बिटको एड्रेस चाहिँ म्याप गरिन्छ है। अनि त्यहाँबाट हामीहरूको मेमोरी बफर रजिस्टरतिर हामीहरूको चेक गरिन्छ। त्यहाँबाट हामीहरूको फिजिकल एड्रेसमा डेटा छ भने त्यो डेटाबाट तिमीहरूको डेटा सीपीयूमा ट्रान्सफर हुन्छ। छैन भने तिमीहरूको मेन मेमोरीमा जान्छ अनि मेन मेमोरीबाट बफरबाट डेटा आउँछ र त्यसलाई फेरि तिमीहरूको ट्रान्सफर गरिन्छ है त। सो इट विल डन लाइक दिस सब थिङ्स। भोलि म यसलाई क्लियरली एनिमेटेड गरेर फेरि एकचोटि बुझाइदिन्छु भर्चुअल मेमोरी म्यापिङको। अनि हार्डवेयर पनि वी हेभ टु डिस्कस। हार्डवेयर memory management hardware. So this ends your unit भन्दा पनि today's lecture। मलाई पनि ड्युटी जानु छ। सो